नमस्कार। उज्यालो भरतपुरमा यहाँहरूलाई स्वागत छ। यतिखेर यो रातको समय हो, तर तपाईले लाग्ला यो उज्यालोको अथवा दिन हो भनेर। होइन, यतिखेर हामी रातको समयमा छौं र अहिले हामी ठ्याक्कै पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको ठ्याक्कै गेट अगाडिपट्टिको बाटोमा हामी रहेका छौं र यहाँ झिलिमिली उज्यालो छ। गुन्द्राङदेखि पुल्चोकसम्म जो 6 लेनको सडक बनेको थियो, त्यो सडकमा 24 कोटीबाट उता गुन्द्राङतर्फ एक लटमा स्मार्ट बत्ती चाहिँ बाल्ने काम यसअगाडि चाहिँ सम्पन्न भइसकेको थियो भने आज मात्रै 24 कोटीबाट पुल्चोकसम्मको स्मार्ट बत्ती बाल्ने काम आज भएको छ र आजबाट यो साइडमा पनि बत्ती बलेको छ र उज्यालो भरतपुर भएको छ र यही दृश्य आज हामीले तपाईलाई देखाउन खोजिरहेका छौं। भरतपुर महानगरपालिकाकी मेयर आदरणीय रेणु दाहालले स्विच अन गरेर आजको यस स्मार्ट बत्तीको चाहिँ उद्घाटन गर्नु भएको हो। यो पुल्चोकदेखि गुन्द्राङसम्म 800 वटा यस्ता स्मार्ट बत्तीहरू जडान भएका छन् भने यसको विद्युत महसुलमा भरतपुर महानगरपालिकाको पनि साझेदारी रहेको छ र यो स्मार्ट बत्ती पुल्चोकदेखि गुन्द्राङसम्म जडान भएर सम्पूर्ण बत्ती बलिसकेपछि रातमा पनि एउटा उज्यालो भरतपुर चाहिँ बनेको छ र एउटा भनाइ पनि स्थापित भएको छ। आकाशबाट हेर्दाखेरि तल जुन उज्यालो ठाउँ देखिन्छ त्यो भनेको भरतपुर सहर हो भन्ने एउटा भनाइ पनि स्थापित भएको छ। भिडियो अन्तिमसम्म हेर्नु होला। भरतपुर एकदमै स्वच्छ सफा हराभरा उज्यालो हैन, सबै हिसाबले एउटा समृद्ध भरतपुर हामी सबैको सपना जे थियो त्यो सपना अनुसार भरतपुरले आफ्नो मुहार एकदमै परिवर्तन गर्दै गएको छ र अहिले आज हामी यो सडक बत्ती स्मार्ट सडक बत्तीको यो हाइवेमा पुल्चोक गुन्द्राङ सडकमा आज शुभारम्भ भएको छ। यो बाहेक पनि महानगरपालिका भरि स्मार्ट स्ट्रिट लाइटको काम 2 चरण गरेर पहिलो चरण सम्पन्न भइसकेको छ। दोस्रो चरणको अहिले कार्यान्वयनको प्रक्रियामा छ। मुख्य चोकहरूमा 60 वटा ठाउँहरूमा हाइमास्टहरू मिनिमास्टहरू जडान हुँदैछ भने अरू थप 150 किलोमिटर सडकमा पनि महानगरपालिकाका मुख्य सडकहरूमा यसरी नै स्मार्ट लाइट हामी अब दोस्रो चरणको काम पनि अगाडि बढाइराखेका छौँ। हुँदाखेरि भरतपुर एक उज्यालो सहरको रूपमा कि अब हामीले अब सुन्नमा आए जस्तै माथि आकाशबाट हेर्दाखेरि सबभन्दा उज्यालो देखिने जुन देखिन्छ त्यो नै भरतपुर हो भनेर चाहिँ चिनिने खालको भरतपुर महानगरपालिका बन्दैछ। एउटा उज्यालो सहर, हामी सबैको एउटा सपनाको सहर भरतपुर महानगरपालिकाले आफूलाई त्यो हिसाबले एउटा समृद्ध महानगरपालिका बनाउने दिशातर्फ अगाडि बढेको छ। र यो बत्तीको चाहिँ यो भरतपुर महानगरपालिकाको नाममा चाहिँ यो बत्ती मिटरहरू जडान भएको छ। महानगरपालिकाबाट नै यसको भुक्तानी हुन्छ। मासिक लगभग 1.5 लाख रुपियाँ जतिको बिजुली मासिक रूपमा यसलाई लाग्ने अनुमान पनि छ। संख्या कति भन्नुभयो सर? 600 वटा बत्ती छ। 600 वटा यो सडकमा पुल्चोकदेखि गुन्द्राङसम्म 600 वटा बत्ती पुल्चोकदेखि गुन्द्राङसम्म यो स्ट्रिट लाइट 600 वटा छ।